क्रुसिफेरी परिवार अन्तर्गत पर्ने काउली नेपालको जाडो मौसममा हुने एक प्रमुख तरकारी बाली हो। मौसम अनुसार नेपालमा तराईदेखि उच्च पहाडी क्षेत्रसम्म पनि यसको खेती गर्ने गरिन्छ। तराई र मध्य पहाडमा जाडो मौसममा खेती गरिन्छ भने उच्च पहाडमा यसको खेती गर्मी मौसममा गरिन्छ। फोस्फोरस, पोटासियम, आइरन, भिटामिन ए, सी र बी केही मात्रामा पाइन्छ। अब कुरा गरौँ काउलीमा चाहिने हावापानी। यो बालीले बन्दागोपी सरह ज्यादा गर्मी सहन सक्दैन। यसलाई 15 देखि 25 डिग्री सेल्सियस तापक्रम चाहिन्छ। बिरुवाको लागि चाहिने उचित तापक्रम भन्दा बढी भएमा बिरुवा वनस्पतिक विकासको अवस्थामा रहिरहन्छ र बिरुवामा बढी पातहरू लाग्छन्। अब कुरा गरौँ नेपालले विकास गरिएको काउलीका जातहरू। पहिलो छ काठमाडौँ स्थानीय। यो जात मध्य पहाडी क्षेत्रको लागि उपयुक्त जात हो। यो बेर्ना सारेको 100 देखि 110 दिनमा तरकारीको लागि तयार हुन्छ। अर्को छ ज्यापु। यो काठमाडौँ स्थानीयबाट छनौट गरिएको जात हो। काठमाडौँ स्थानीय भन्दा केही छिटो तयार हुन्छ। तरकारी खानको लागि 80 देखि 95 दिनमा तयार हुन्छ। अर्को छ किबो जाइन्ट। यो पछौटे जात हो। बेर्ना सारेको 120 देखि 140 दिनमा तरकारी खानको लागि तयार हुन्छ। अर्को छ खुमल झ्यापु। यो जात मध्य पहाडी क्षेत्रको लागि उपयुक्त जात हो। यो काउलीको रङ क्रिमी सेतो हुन्छ र भदौको पहिलो हप्तामा बेर्ना सार्ने गरिन्छ। र अब कुरा गरौँ नर्सरी व्यवस्थापन र लगाउने समय। नर्सरीको लागि पानी नजम्ने, बलौटे दोमट माटो, सिँचाइ सुविधा भएको उपयुक्त मानिन्छ। सामान्यतः नर्सरीको लागि 1 मिटर चौडाइ र आवश्यकता अनुसार लम्बाइ भएको हुनुपर्छ। नर्सरी बनाउने जग्गामा सोलराइजेसनबाट माटो निर्मलीकरण गर्नुपर्छ। यस्तो गर्नाले नर्सरीमा झारपात तथा किराको प्रकोप कम हुन्छ। नर्सरी ब्याडको माटोको उपचार मालाथिन र बेबिस्टिन प्रति वर्ग मिटर 2 ग्रामका दरले प्रयोग गरेर बिउ राख्नुपर्छ। साथै 4 देखि 5 केजी राम्रोसँग पाकेको कम्पोस्ट मल अथवा गोबर मल प्रति वर्ग मिटरका दरले राख्नुपर्छ। वर्षायामको नर्सरीका लागि 15 सेन्टिमिटर उचाइको नर्सरी ब्याड बनाउनु पर्छ र बर्सातको पानीबाट बेर्ना जोगाउन 1.5 मिटर जति अग्लो छापो तथा प्लास्टिकको छानोको प्रयोग गर्नुपर्छ। अगौटे काउलीको जात भए 18 देखि 20 दिन, मध्यम जातको भए 20 देखि 25 दिन र पछौटे जात भए 25 देखि 30 दिनको बेर्ना सार्न लायक हुन्छ। अब कुरा गरौँ जग्गाको तयारी। राम्रो उत्पादन लिनको लागि भने मलिलो बलौटे दोमट किसिमको माटो उपयुक्त हुन्छ। प्रशस्त मात्रामा पाङ्गारिक पदार्थ भएको माटो र पानीको निकासको पनि राम्रो व्यवस्था भएको हुनुपर्छ। छनौट गरिएको जग्गालाई 3 देखि 4 पटकसँग राम्रोसँग खन्जोत गरी डल्ला फुटाउनु पर्छ। जग्गाको पीएच 5.5 देखि 6.5 को बीच हुनु जरुरी हुन्छ। बिरुवा लगाउने दूरी। अगौटे जातको काउली खेतीको लागि 45 देखि 45 सेन्टिमिटर र मध्यम तथा पछौटे जातको लागि 60 देखि 45 सेन्टिमिटरको दूरीमा रोप्नु पर्छ। अब कुरा गरौँ मल खाद। काउली खेतीलाई प्रशस्त मात्रामा मल खाद चाहिन्छ। कम्पोस्ट मल 25 देखि 30 मेट्रिक टन र रासायनिक मल 120, 80 र 60 किलो नाइट्रोजन, फोस्फोरस र पोटास प्रति हेक्टरको दरले प्रयोग गर्न सकिन्छ। साथै 20 किलो बोरेक्स र 1 देखि 1.5 किलो जति सोडियम मोलिब्डेन प्रति हेक्टरका दरले माटोमा प्रयोग गर्नुपर्छ। बेर्ना रोपेको 1 महिनामा बिरुवामा पहिलो टपड्रेस गर्नुपर्छ भने 45 देखि 50 दिनमा दोस्रो टपड्रेस गरी माटोलाई चढाउनुपर्छ। यसो गर्नाले बोटलाई ढल्नबाट जोगाउन सकिन्छ। अब कुरा गरौँ सिँचाइ। बेर्ना राम्ररी नसरुन्जेलसम्म प्रत्येक दिन हाजारीको सहायताले हल्का सिँचाइ गर्नुपर्छ। बिरुवा सरिसकेपछि भने आवश्यकता आधारमा माटोको चिस्यान हेरी 10 देखि 15 दिनको फरकमा बिरुवालाई सिँचाइ दिनुपर्छ। अब कुरा गरौँ उत्पादन। अगौटे जात छ भने 1200 देखि 1500 केजी प्रति रोपनी, मध्यम जात छ भने 18 देखि 2500 केजी प्रति रोपनी र पछौटे जात छ भने 2000 देखि 3000 केजी प्रति रोपनी रहन्छन्। अब कुरा गरौँ अर्को मुख्य बाली बन्दाको बारेमा। अब हावापानी। जाडो मौसममा खेती गरिने बन्दाको लागि चिसो हावापानी उपयुक्त मानिन्छ। यो बालीले काउली भन्दा केही ज्यादा तापक्रम सहन सक्छ। यसलाई 15 देखि 28 डिग्री सेल्सियस तापक्रममा पनि उत्पादन गर्न सकिन्छ। अब कुरा गरौँ बन्दाका जातहरू। कोपनहेगन मार्केट, प्राइड अफ इन्डिया, नेपाल ग्रिन यस्ता थुप्रै जातहरू रहेका छन्। ती जातहरू मध्ये कोपनहेगन मार्केटको बारेमा थोरै जानौँ। यो जातको बन्दा डल्लो
हरियो रङको कसिएको अन्डा आकारको गोलो र थोरै चुच्चो परेको हुन्छ। यसको बेर्ना सरेको 70 देखि 90 दिनमा तयार हुन्छ भने यसको उत्पादन क्षमता 30 देखि 40 मेट्रिक टन रहेको छ। अर्को छ नेपाल ग्रिन। यो बेर्ना सारेको 55 देखि 60 दिनमा तयार हुन्छ। यसको डल्लोको तौल भनेको 1.5 देखि 2 किलोसम्म हुन्छ। नर्सरी व्यवस्थापन भनेको काउलीको जस्तै हुन्छ। र अब कुरा गरौँ बिरुवा लगाउने दूरी। खुल्ला सचेत जातहरूको लागि 60 देखि 45 सेन्टिमिटर र हाइब्रिड जातको लागि भने 45 देखि 45 सेन्टिमिटर वा 45 देखि 30 सेन्टिमिटरको दूरीमा रोप्नु पर्छ। र अब कुरा गरौँ बन्दामा चाहिने मल खाद। कम्पोस्ट मल भने 25 देखि 30 मेट्रिक टन र रासायनिक मल भने 100, 80 र 50 किलो नाइट्रोजन, फोस्फोरस र पोटास प्रति हेक्टरका दरले प्रयोग गर्नुपर्छ। बेर्ना रोपेको 1 महिनामा बिरुवामा आधा भाग नाइट्रोजनलाई टप ड्रेसको रूपमा प्रयोग गर्नुपर्छ। टप ड्रेस भनेको चाहिँ बाली उम्रिसकेपछि माथिबाट युरिया हाल्ने प्रक्रियालाई टप ड्रेसिङ भनिन्छ। उत्पादन भने 30 कट्ठामा 20 देखि 50 टनसम्म उत्पादन लिन सकिन्छ। अब कुरा गरौँ काउली तथा बन्दामा लाग्ने रोग र तिनीहरूको व्यवस्थापन। अल्टर्नेरिया जसलाई पात थोप्ले रोग पनि भन्ने गरिन्छ। थोप्ले रोगले बिरुवाको पातहरूमा कालो चक्र आकारमा थोप्लाहरू देखाउँछन्। बन्दाको डल्लाहरूमा थोप्ले रोगको संख्या बढेर कालै हुन्छ। रोगको प्रकोप बढ्दै गएर काउलीमा खाने भागमा समेत लक्षण देखा पर्दछ र अन्त्यमा सम्पूर्ण सेतो भाग नै कालो हुन्छ। व्यवस्थापन रोगी पात र अन्य झारपात बटुलेर जलाउनु पर्छ। डाइथेन M45 2 ग्राम प्रति लिटर पानीमा मिसाई 7 देखि 10 दिनको फरकमा 2 देखि 3 पटकसम्म प्रयोग गर्नुपर्छ। अर्को छ डाँठ कुहिने रोग। यो रोगका कारण काउली तथा बन्दाको डाँठको माटोको सरह नजिकको भाग कुहिन्छ र सेतो ढुसी देखिन्छ। काउलीको फूल फुलेको बेलामा बोट ओइलाउँछ र काउली र बन्दाको डाँठभित्र कालो गिर्खाहरू देखाउँछन्। व्यवस्थापन कपर अक्सीक्लोराइड 2 ग्राम प्रति केजी बिउमा राखेर उपचार गर्नुपर्छ। बेबिस्टिन 2 ग्राम प्रति लिटर पानीमा मिसाएर 8 दिनको फरकमा 3 पटक बिरुवाको पातमा छर्नुपर्छ। धान बालीसँग घुम्ती बाली प्रणाली अपनाउनु पर्छ। ब्याक्टेरियाबाट नसा कालो भई कुहिने रोग। ब्याक्टेरियाको कारण पातको छेउबाट सुरु भई अंग्रेजी अक्षर B आकारमा पहेँलो लक्षण देखा पर्छ र पछि नसाहरू कालो भई बोट कुहिन्छ। व्यवस्थापन स्वास्थ्य बिउको प्रयोग गर्ने, रोगी बोट बिरुवा हटाई नष्ट गर्ने, घुम्ती बाली प्रणाली अपनाउनु पर्छ। अर्को छ गाँठे रोग। यो रोग बोट होचो र कमजोर देखि पातहरू केही नुइएको जस्तो देखिन्छन्। बिहान पख वा हल्का घाम लागेको बेलामा यस्ता बोटहरू स्वस्थ देखिन्छन् तर घाम चर्को हुँदै गएपछि ओइलाएको जस्तो देखिन्छन्। यस्ता बोटहरू उखालेर हेर्दा मूल जरामा गाँठा वा डल्ला बसेको हुन्छन् भने साइडका जराहरूमा सासाना औँला जस्ता जराहरू बनेका हुन्छन् तथा मसिना साधारण जराहरू कम मात्रामा हुन्छन्। रोगको जीवाणुले प्रवेश गरेको करिब 3 हप्तापछि मात्र जरामा गाँठाहरू देखिन्छन्। व्यवस्थापन यो रोग एक पटक लागिसकेपछि यसको जीवाणु धेरै वर्षसम्म माटोमा जीवित नै रहिरहन सक्छ। तर एकीकृत बाली संरक्षण पद्धति इन्टिग्रेटेड एप्रोचबाट यस रोगको व्यवस्थापन गर्न सकिन्छ। मुक्त बेर्ना लगाउने, कृषि चुनको प्रयोग गर्ने, अग्लो ड्याङमा बाली लगाउने, घुम्ती बाली अपनाउने, रोग लागेको खेतबाट बगेको पानी सिँचाइमा प्रयोग नगर्ने, विषादीको प्रयोग गर्ने परेमा नेबिजिन नामक विषादी 10 किलो प्रति रोपनीका दरले जग्गा तयार गर्ने बेलामा माटोमा प्रयोग गर्ने। विषादीलाई 2 ग्राम प्रति लिटर पानीमा घोलेर काउली बन्दा रोप्ने ड्याङ राम्ररी भिज्ने गरी छर्कनु पनि सकिन्छ। यो विषादीको प्रयोगबाट रोगको प्रकोप केही हदसम्म कम भएको पाइएको छ। अब कुरा गरौँ काउली तथा बन्दामा लाग्ने किरा र तिनीहरूको व्यवस्थापन। खुम्रे किराले बोटको जरा काट्छन् र काटेको बिरुवाहरू ओइलाएर जान्छन्। नियन्त्रण बारीमा राम्ररी कुहेको गोबर मल प्रयोग गर्ने, खनजोत गर्दा देखिएका खुम्रे किराहरू नष्ट गर्ने। अर्को छ बन्दाको पुतली। बन्दाको पुतलीले पातको तल्लोपट्टिको भागमा पहेँलो फूल पार्छ। यसको लार्वा हरियो रङको हुन्छ र शरीरभरि कालो थोप्ला र मसिना जुस हुन्छन्। त लार्वाले पातको सम्पूर्ण भागहरू खाएर झिल्लीदार नसाहरू मात्र देखिने गराउँछन्। नियन्त्रण पहेँलो फूल र लार्वाहरू
जम्मा गरी नष्ट गर्ने, बीटी 1 ग्राम प्रति लिटर पानीमा मिसाएर 7 दिनको फरकमा 3 पटक छर्ने, नीममा आधारित विषादीहरू निमामिन आदि 3 मिलिलिटर प्रति लिटर पानीमा मिसाएर 7 दिनको फरकमा 3 पटक छर्ने, रासायनिक विषादी छर्ने हो भने साइपरमेथिन 2 मिलिलिटर प्रति लिटर पानीमा मिसाएर 7 दिनको फरकमा 2 पटक छर्कने। अर्को छ इट्टा बुटे पुतली। यो एक मसिनो पुतली हो। यो पुतलीले पखेटा जोडेर बस्दा ढाडमा 3 वटा इट्टा आकार बन्छ। यसले पातको हरियो भाग खान्छ र पात झिल्ली जस्तो देखिन्छ। लार्भा हरियो रङको हुन्छ र एक्लै हुन्छ। गोलभेडा र काउली बाली एकै पटक लगाउँदा गोलभेडाको गन्धले यसको पुतलीको फूल पार्न रुचाउँदैन। व्यवस्थापन: बीटी 1 ग्राम प्रति लिटर पानीमा मिसाएर 3 पटक 7 दिनको फरकमा छर्कने। निमामिन आधारित विषादीहरू पनि प्रयोग गर्न सकिन्छ। आजको लागि भिडियो सामग्री यति नै। भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।